जुन सोच राखेर मैले यो क्षेत्रमा प्रवेश गरेका थिएँ, बढी समय दिएको थिएँ, त्यो माहौल अहिलेको माहौलमा छैन। कथावाचिका चाहिँ हुन नसकेर फेरि गीत साङ्गीतिक क्षेत्रमै फर्कियो भन्ने जुन तपाईँलाई आरोप लाग्न सक्छ त्यो अब कसले कसरी प्रस्तुत गर्छ भन्ने कुरा हो। अहिलेसम्म पनि म ब्यासमा बसेको छैन, किनभने ब्यासमा बस्नको लागि अधिकार प्राप्त हुनुपर्छ। तर धर्ममा विकृति छ, अलिकति धर्म व्यावसायिक छ चाहिँ भन्न मिल्छ। हजुरलाई गायिका भनेर चिन्ने कि कथावाचिका भनेर चिन्ने? पैसै उठायो, ठगेरै खायो, लुटेरै खायो भन्दा त अलिकति नमजा लाग्छ। मेरो आफ्नो अटोमेटिक बनिरहेको क्षेत्र छँदैछ। अब यो विवाहको बारेमा अहिलेसम्म त्यस्तो केही योजना धारणा बनेको छैन। पछि भगवानको कृपा रहेछ, समयले चाहेछ भने अब मैले अहिले यसै भन्न सक्ने अवस्था छैन। जसले अरूलाई औँला उठाइरहेको छ उहाँहरूमा पनि गल्ती कमजोरी भएको पनि पाएको छु। धर्म बेचेर पैसा कमाउनु पर्ने छैन, म सेवा भावले नै गएको थिएँ। तर धेरै जस्तो त्यस्तै अलिकति विकृति आएको भएर सबैले त्यही नजरले पनि हेर्नुभयो। सृष्टौ या सर्गरूपा जगद वनविदौ पालनीय च रौद्री संहारी चापी स्या जगदिदम अखिलम क्रीडनम अपराख्या पश्यन्ती मध्यमाथ तदनु भगवती वैखरी वर्णरूपा शाश्वत वाचम प्रसन्ना विधि हरिगिरिसा राधितालङ्करुतु। सर्वप्रथम त सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई धन्यवाद दिन चाहन्छु आफ्नो व्यस्त समय छुट्याएर आइदिनु भएकोमा। त्यति धेरै विशेष कुराहरू केही छैन। आजको पत्रकार सम्मेलन चाहिँ पछिल्लो समय विशेष गरी यो धर्म संस्कृति कला साहित्यको क्षेत्रमा विभिन्न विषयमा भएका टिका टिप्पणीहरू, विकृति विसङ्गतिहरू, कति भ्रम कति सत्यताहरू र दर्शक श्रोताले प्रत्यक्ष अप्रत्यक्ष रूपमा दिनुभएको सल्लाह सुझावले अबको बाटो मोडिने पाइलाहरूको तर्फ बढी केन्द्रित हुनेछ। खास अब तपाईँले धार्मिक क्षेत्रलाई नै छोड्छु भनेर एक प्रकारको स्टाटस पनि लेख्नु भएको थियो। खास के हो, सधैँका लागि छोड्दै हुनुहुन्छ कि के हो खास यो? यसलाई कसरी बुझ्नु पर्यो भने छोड्छु भनेर मैले लेखेको छैन, अलिकति बाटो परिवर्तन चाहिँ गर्ने भन्ने विचार गरेको हो। जब हामीले आफ्नो धर्म संस्कृति कला साहित्यलाई छोड्छौँ तब राष्ट्रियतालाई छोड्छौँ। यो छोडेर छोड्न सकिने कुरो होइन। तथापि यो वैदिक सनातन धर्म धार्मिक क्षेत्रमा म पछिल्लो समय सप्ताहको नवाहको विभिन्न कथाको वाचिकाको रूपमा रहेर धेरै जिम्मेवारी लिएर गरिरहेको कर्मलाई चाहिँ अलिक कम गरेर अब एक दिने सत्सङ्ग भजन कीर्तनहरू चाहिँ गर्ने, बरु आफूलाई सबैभन्दा रुचाइएको लोकदोहोरीको क्षेत्रलाई अलिकति समय दिने, पुरै जिम्मेवारी लिएर लामो समय सप्ताहहरूको कथाको चाहिँ वाचन नगर्ने भन्ने चाहिँ हो। यो यात्रामा किन एक्कासी ब्रेक लाग्यो त तपाईँको? अब अहिले पछिल्लो समय मलाई जेरी बनाउनु भएको, पछिल्लो समय योगमाया सखी बनाउनु भएको सम्पूर्ण दर्शक श्रोताहरू नै हो। मैले कोसिस गरेँ र त्यो कोसिसलाई यहाँहरूले साथ दिनुभयो, आशीर्वाद र शुभेच्छा प्रदान गर्नुभयो। र यो म यात्रामा प्रवेश गर्दै गर्दा मैले सोचेको अथवा हामीले महसुस गरेको भन्दा केही कुराहरू अलिकति भिन्नता पनि पाएँ। र यो बजारमा आएका धेरै कुराकानीहरू विकृति विसङ्गतिहरूमा कतै कतै न आफूले पनि केही त्यस्तो किसिमको कमी कमजोरीहरू हुँदाहुँदै पनि त्यसलाई नहटाइकन मैले गर्दा पनि केही असर परेको हो कि भन्ने जस्तो महसुस पनि मलाई धेरैजनाको सल्लाह सुझावबाट भयो। र त्यही कारणले वैदिक सनातन धर्मको रक्षाको निमित्त, कला संस्कृतिको साहित्यको निमित्त कथा वाचन गरेर नै अगाडि बढ्नुपर्छ भन्ने छैन। फरक तरिकाबाट जोगिएर पनि हाम्रो धर्म संस्कृतिको कला साहित्यको जगेर्ना गर्न सकिन्छ भन्ने हेतुले तत्काललाई कथा वाचनको लामो समयको कथा वाचनको यात्रालाई चाहिँ कम गरेर साङ्गीतिक यात्रालाई चाहिँ बढी समय दिन खोजेको। हामीले व्यास आसनमा अब देख्न पाउँदैनौँ हो? हुन त अलिकति भ्रम के परिरहेको छ भने अहिलेसम्म पनि म व्यासमा बसेको छैन, किनभने व्यासमा बस्नको लागि अधिकार प्राप्त हुनुपर्छ। मैले जति पनि मञ्चमा गएर कथावाचिकाको रूपमा चाहिँ वैदिक ब्राह्मणहरूले आयोजना गरेर उहाँहरूले यज्ञाचार्यको भूमिका लिएर अरू कर्म गरेको उसमा गएर मैले कथा वाचन गरेको हो। अब 7 दिन त देख्न नपाइएला, तर धेरथोर मेरो खास घोषणा चाहिँ के हो भने पछिल्लो समय अलिकति यो यज्ञहरू पैसामुखी द्रव्यमुखी बनेको, पैसा उठाउने माध्यम बनेको र यो जनमानसले जुन अपेक्षा राखेर दानको कर्महरू गर्नुभएको छ, जोडिनु भएको छ, त्यो सही सदुपयोग नभएको भन्ने कुरा कता कता मैले पनि महसुस गर्दा यथार्थ लाग्यो। र यो पैसा सङ्कलन गर्ने, फन्ड सङ्कलन गर्ने कार्यक्रम चाहिँ मैले नगर्ने। तर अब यदि कसैले घरमा अथवा आफ्नो भाइ खलकहरूमा त्यस्तो किसिमको आएर कथा भनिदिनु पर्यो, हामीलाई हजुरले भनेको कथा मनपर्छ, अरू गुरुहरू पनि हुनुहुन्छ आउनुहोस् भन्नुहुन्छ भने सदा म तयार नै छु। तर जुन यो पैसा सङ्कलन गर्ने यज्ञहरूमा चाहिँ कथा नभन्ने
विराम लाउने मेरो घोषणा हो। मोटिभेटिभ स्पिकरको रूपमा पनि अगाडि बढ्छु भन्नुभएको छ तपाईँले। खास कथाको यात्रालाई अलिकति विश्राम गरेर हजुर अब सामाजिक मनोद परामर्शकर्ताको रूपमा देखिने हुनुहुन्छ कि के हो? अब यस्तो हो, हुन त यो कला सङ्गीत क्षेत्र पनि एज अ मोटिभेसन स्पिकरकै रूपमा जस्तो छ। हामीले त्यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरा छ। मैले यो आफूले आर्जन गरेको ज्ञान गुणका कुराहरूलाई र आफ्नो अनुभवहरूलाई चाहिँ आवश्यकता परेको ठाउँमा सत्सङ्ग र मोटिभेसनको प्रवचनको माध्यमबाट, गीत सङ्गीतको माध्यमबाट प्रस्तुत गर्ने विचार गरेको हो। तपाईँ अब कहिले गायिका होइन, हजुर। कहिले भागवत वाचिका भन्दै गर्दा चाहिँ अब जनताहरूप्रति चाहिँ त्यो विश्वास गुम्ने हो कि भन्ने जुन कुराहरू छन् कि प्रश्न पारिदिनु पर्यो। जस्तो कि अब तपाईँले जुन कुनै समय तपाईँ गायिका हुनुहुन्थ्यो, त्यसपछि अहिले भागवत वाचिकाको रूपमा तपाईँलाई चिनिँदै आएको छ, फेरि अहिले म गीत सङ्गीतमै फर्किन्छु भन्दाखेरि चाहिँ तपाईँमाथि विश्वास गुम्ने हो कि भन्ने जुन कुराहरू? यो फर्किने भन्नलाई त मैले मेरो गीत सङ्गीतलाई, मेरो धरातललाई छोडेको छैन, कमी गरेको मात्रै हो। बिचमा पनि मेरो केही विशेष लाइभ दोहोरीहरू आइरहेका छन्, एल्बमको कामहरू भइरहेका छन्, पहिलाको तुलनामा कम चाहिँ भएको हो। र मेन मेरो जग र धरातल र दर्शक श्रोताले बढी मन पराउनु भएको कारणले पनि धेरै जस्तो समय चाहिँ गीत सङ्गीतलाई दिने भन्ने हो। कथा वाचिका चाहिँ हुन नसकेर फेरि गीत साङ्गीतिक क्षेत्रमै फर्कियो भन्ने जुन त्यो तपाईँलाई आरोप लाग्न सक्छ नि? त्यो अब कसले कसरी प्रस्तुत गर्छ भन्ने कुरा हो। मेरो हिसाबबाट हेर्ने हो भने अहिलेसम्म मैले घरको सहित 14वटा कथा यो बिचमा 1.5 वर्षको बिचमा गरेँ र जतिले पनि प्रत्यक्ष बसेर सुन्नु भएको छ उहाँहरूको सकारात्मक सद्भाव र सुझाव रहेको छ। अब अरूले के भन्छन् भन्ने कुरा भन्दा पनि आफूले के गर्दा राम्रो हुन्छ, आफूलाई केमा आत्मसन्तुष्टि मिल्छ त्यतातिर ध्यान दिने हो। अलिकति केटकेटीपन देखियो कि भन्ला फेरि यो अन्तर्वार्ता आइसकेपछि अहिले गीत सङ्गीत क्षेत्रलाई अलिकति विश्राम गर्छु, सामाजिक विषयवस्तुका गीतहरू मात्रै गाउँछु भन्नुभयो तपाईँले। अहिले कथावाचिकाको रूपमा प्रस्तुत हुनुभयो, अब फेरि म कथावाचनको क्षेत्र अलिकति कम गरेर आउँछु भनिरहनु भएको छ। अलिकति केटकेटीपन देखियो कि भन्ला नि दर्शकहरूले? यो दुईटै क्षेत्र, गीत सङ्गीत भने पनि अथवा यो कथावाचनको क्षेत्र भने पनि यो दुवै लोक जनमानससँग जोडिएको क्षेत्र हो र यो दुवै किसिमबाट हाम्रो उद्देश्य भनेको समाजलाई सकारात्मक सन्देश दिने र सुधार्नेतर्फ हो। र पहिला केही समय मैले कथावाचनको यात्रा गरेकै हो, तथापि मेरै शुभचिन्तकहरू, भक्तजनहरू जसले मलाई नजिकबाट चिन्नु भएको छ, निहाल्नु भएको छ, उहाँहरूले निरन्तरता दुवै क्षेत्रलाई दिए पनि गीत सङ्गीतलाई अलि बढी समय दिनुहोस् भन्ने उहाँहरूकै सुझाव हो। र सकारात्मक नकारात्मक जस्तो किसिमबाट टिका टिप्पणी आए पनि त्यसलाई सहजै स्वीकार्न म तयार छु। तपाईँको जीवनको त्यो कालो दिन घटे पश्चात तपाईँले आफूलाई सम्हालिनका लागि कथावाचनमा प्रवेश गर्नुभयो, कथाहरू पढ्नुभयो, मन सम्हाल्नुभयो, धर्मबाट नै शान्ति मिल्छ भन्ने आवाजले गर्दाखेरि तपाईँले भित्रभित्र अध्ययन गर्नुभयो र फलस्वरूप वाचिकाको रूपमा चिन्नुभयो। अब यो तपाईँको जीवनसँग पनि पर्यायवाची जस्तै देखिन्छ यो कथावाचिका बनिरहँदाखेरि, यसमा अलिकति प्रभाव पर्छ कि भन्ने धेरैको प्रश्न छ क्या? अब मैले सुरुमै प्रश्न के पारिसकेको छु भने जुन सोच राखेर मैले यो क्षेत्रमा प्रवेश गरेका थिएँ, बढी समय दिएको थिएँ, त्यो माहौल अहिलेको माहौलमा छैन। र म चाहिँ सेवा र सन्देशको भाव लिएर गएको थिएँ। पछिल्लो समय केही निश्चित व्यक्तिहरूको कारणबाट यो सम्पूर्ण क्षेत्रमा वितृष्णा पनि आइरहेको छ। हामी त भर्खरै नयाँ नयाँ लागेको हो, अलिकति विकृति आएको कारणले र धेरैको सुझाव भएको कारणले पनि मैले छोड्ने होइन, किनभने मेरो अध्ययन त अब निरन्तर रहन्छ। मैले कथा सुरुवात गरेर पनि पढिरहेको छु, फेरि पनि मेरो स्व-अध्ययन निरन्तर रहन्छ। केही सत्सङ्गहरूको कार्यक्रमहरू हुन्छ। अब गीत सङ्गीतमा भएको कम भएको समयलाई चाहिँ थप गर्ने हो। एक वाक्यमा यसरी भनौँ, तपाईँले कथावाचनको कार्यक्रम कम गर्नु भनेको धर्म पैसा कमाउने नाममा बदलियो भन्यो? धेरै जस्तो मैले देखेको त्यस्तै भयो, मैले भोगेँ पनि। पछिल्लो समय त्यस्तै हुँदै पनि आयो। जे सोचेर मैले चाहिँ अब हामीले पुरानो तरिकाबाट सोचेर आएको थियौँ, यहाँ चाहिँ अलिकति फरक किसिमको पाएको भएर नै अब पैसै कमाउनको लागि धर्म बेच्नुपर्छ भन्ने जस्तै एउटा नजिर बस्यो। सबैले पैसाको लागि धर्ममा गएको भन्ने जस्तो एउटा आक्षेप पनि आयो। तर मेरो हिसाबमा चाहिँ मलाई यो धर्म बेचेर पैसा कमाउनु पर्ने छैन, म सेवा भावले नै गएको थिएँ। तर धेरै जस्तो त्यस्तै अलिकति विकृति आएको भएर सबैले त्यही नजरले पनि हेर्नुभयो। र विकृतिलाई सफा गर्ने हो, चिरफार गर्ने हो, तर चटक्कै छोडेर निस्किनु त अलिकति तपाईँको नि कमजोरी देखिन्छ। यस्तो छ, अब हामीले कोसिस गर्ने हो, धर्मलाई जगेर नगर्न, जहाँबाट जसरी सकिन्छ त्यसरी कोसिस गर्ने हो। र यो विकृति
एकजनाले सफा गरेर एकजनाले चाहेर साध्य छैन। यसलाई पछि पनि आफ्नो ठाउँबाट गर्न सक्ने क्रम त रहन्छ। यो विकृतिको विरुद्धमा बोल्नु भनेको पनि विकृति रोक्ने अभियान नै हो, यसलाई यसरी बुझ्नु पर्यो। तपाईँले जस्तो अहिले अब यो भनिरहँदा यो क्षेत्रमा यस्तो विकृति भइरह्यो, पैसाको लागि धर्ममा धेरै भयो भन्ने रहँदाखेरि भर्खरै मात्र अभियन्ता वेदिका केसीले यो आवाज उठाइरहनु भएको थियो होइन, विभिन्न कार्यक्रममा गएर सोसियल मिडिया मार्फत यही कुरा उठाइरहनु भएको छ, धर्मका नाममा व्यापार भयो भन्ने। तपाईँको साथ चाहिँ वेदिका केसीलाई दिन खोज्नु भएको अथवा उहाँले चाहिँ अब यस्तो भन्नुभयो यो कुरा निक्लिन थाल्यो अब म चाहिँ साइड लाग्नुपर्छ भनेर लाग्नु भएको? मेरो यसमा साथ कसैलाई पनि छैन र विरोधमा म कसैको पनि छैन, किनभने बोलिएका हरेक कुरा प्रमाणित हुनुपर्छ। त्यसै मान्छेलाई आरोप लगाएर हुँदैन। मान्छेले दशकौँ 20औँ वर्षदेखि बनाएको इमेजलाई क्षणभरको एउटा बोलीले गर्न सक्छ। र विकृति बजारमा निस्किनु अथवा सबैको माझमा पुग्नु भनेको त्यो राम्रो कुरा हो, तर उहाँहरूमध्ये को सही हुनुहुन्छ को गलत हुनुहुन्छ भन्ने कुरा हामीलाई हामीलाई थाहा छैन, किनभने यो कुरा विचाराधीनमै छ। तपाईँले 1.5 वर्ष यो क्षेत्रमा बिताउनु भयो, 14वटा त भागवत वाचनै गरिसक्नु भयो भन्नुभएको छ होइन। यो हुँदै गर्दाखेरि तपाईँले नि त त्यहाँभित्र के हुन्छ भन्ने कुरा त अलिअलि जानकारी पाउनु भयो होला नि। अब मैले भोगेको चाहिँ म एउटा सम्मानित पेसाको रूपमा मर्यादित पेसाको रूपमा गएको थिएँ। यो धर्ममा अलिकति व्यावसायिकरण भएकै हो होइन, र व्यावसायिकरण भएकै हो। जो अलि राम्रो किसिमको व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू अलि मौन रहेको पनि मैले पाएको छु, र जसले अरूलाई औँला उठाइरहेको छ उहाँहरूमा पनि गल्ती कमजोरी भएको पनि पाएको छु। सुरुवातमा कस्तो भयो भने मैले गुरुलाई एक आवृत्ति भागवत नेपालमा बसेर मैले वरदान थपलिया गुरुसँग 1.5 वर्ष पढेँ। त्यसपछि वृन्दावनमा गएर आदरणीय ईश्वर उपाध्याय गुरुसँग पनि एक आवृत्ति भागवत पढ्ने मलाई अवसर जुर्यो, र एक आवृत्ति भागवत मैले पढिसकेपछि मेरो जीवनमा एउटा इच्छा थियो, म अन्त नभए पनि आफ्नो घरमा भए पनि एकचोटि कथा भागवतको कथा चाहिँ म भनेर मात्रै मर्ने भन्ने मेरो सङ्कल्प थियो। र त्यही अनुरूप हामीले पहिलो भागवत परीक्षणको लागि पहिलो भागवत गऱ्यौँ रानीवनमा, र त्यो पहिलो भागवत हामीले सोचेको भन्दा सफल भयो, रुचाइदिनु हो, र त्यसपछि अन्त पनि भागवतको कथाहरूको कार्यक्रम आउन थाल्यो। गुरुहरूले चाहिँ मलाई अध्ययनलाई निरन्तरता दिएर केही वर्ष नगर्न भन्नुभएको थियो, तर मैले अब अनुरोध गरेको ठाउँको चाहिँ एउटा दुईवटा कार्यक्रम गरेर म फेरि वृन्दावन गएर पढ्छु भन्ने कुरा गरेका थिएँ। त्यसपछि आएका कार्यक्रमहरूलाई पनि लिएँ, बिचमा अध्ययन गर्दै मलाई गुरुहरूले मेरै बढी जिद्दीले मलाई एकदमै रहर भएको कारणले र अहिले पनि गुरुहरूसँग मैले सल्लाह गरेको छु। यस्तो यस्तो कुरा विषयवस्तु आएको छ, कतै हुन त मैले कति अध्ययन गरेको छु, मेरो कति तयारी छ, सबैले गुरुकुल बसेर पढेका हुँदैनन्, के तयारी छ कसरी आएको छ भन्ने त सबैलाई थाहा छैन। उही सबैले हिजो गीत गाउने जरीले गीत गाएको मात्रै देख्नु भएको छ, मैले अध्ययन गरेको मैले तयारी गरेको देख्नु भएको छैन, र त्यो आक्षेप आउनु सामान्य कुरा पनि हो। र गुरुहरूसँग पनि सरसल्लाह गरेर अब हुन्छ तपाईँको इच्छा नै त्यस्तै छ भने अलिकति विकृतिलाई टेवा पुर्याउने भन्दा पनि हटाउनेतर्फ लाग्नुहुन्छ भने यसमा हाम्रो आशीर्वादै छ। निरन्तरता दिनुहोला, अध्ययन गर्नुहोला, यही पैसामुखी कार्यक्रम चाहिँ नगर्नु होला भनेर गुरुहरूको पनि त्यस्तै आज्ञा भएको छ मलाई। पैसामुखी कार्यक्रम नबनाउन चाहिँ के गर्न खोज्दैछ? अब एउटा न एउटा नाममा कहिले के बनाउने त्यस्तो नाममा कार्यक्रम हुन्छन्। अब कतै त्यो हामीले अपेक्षा गरेको जस्तो फन्ड पनि उठ्छ, कतै उठ्दैन, खर्चिलो पनि धेरै खर्चिलो छ। धेरै जस्तो सार्वजनिक कार्यक्रममा चाहिँ मर्यादा विपरीत गरिराखेका हुन्छन्, र धर्मलाई धर्मकै रूपमा रक्षाको रूपमा लियो भने चाहिँ यो कार्य कम हुन्छ होला। नत्र अहिले पछिल्लो समय चाहिँ अब विकृति केवल फन्ड उठाउनको लागि केही गर्नु छ भने सप्ताह लगाउने भन्ने जस्तो भयो नि त। सामाजिक अभियन्ता जुन वेदिका केसीले उठाएका जुन विषयहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ? उहाँले भनेका कुराहरू र तपाईँले भन्नुभएको कुराहरू ठ्याक्कै मिल्न पनि गइरहेको होइन। मैले मेरो अनुभवको आधारमा भन्ने हो, मैले भोगेको आधारमा भन्ने हो। उहाँले के अध्ययन गर्नुभएको छ, के भोग्नु भएको छ त्यो मलाई थाहा छैन। मैले भोगे अनुसारले चाहिँ मैले अब अरूलाई आक्षेप लगाउन मिल्दैन, तर धर्ममा विकृति छ, अलिकति धर्म व्यावसायिक छ चाहिँ भन्न मिल्छ। मन्दिर बनाउने भनौँ अथवा अन्य धेरै कुराहरू बनाउने भन्छन्, तर त्यो पैसा मात्र उठ्यो बनेन भन्ने जुन त्यो
गुनासोहरू आउँछन्? कति ठाउँमा बनिरहेको पनि छ र कति ठाउँमा बनेको छैन। अब धेरै जस्तो त मैले यहाँ गुरुहरू गुरुमाताहरू कस्तो देखेको छु भने सम्पूर्ण टिमको जिम्मेवारी लिने। जस्तै अब कार्यक्रम आउँछ, एउटा सप्ताहको कार्यक्रम आयो, सम्पूर्ण टिमलाई लिएर जाँदाखेरि त्यहाँ 20 लाखमा हुनेछ भने 40 लाखको ड्रिल गर्नुहुन्छ। आखिर त आयोजकले दिएको पैसा त्यहाँ काम गर्नेले पुरै पाएको पनि हुँदैन। बिचमा अलिकति दलाली जस्तो प्रकृति पनि मैले देखिरहेको छु, आफूले भोगिरहेको छु। अब यो चाहिँ हट्नुपर्ने जरुरी नै छ। तिनीहरू विरुद्ध के तपाईँ कानुनी कारबाही जानुहुन्छ के गर्नुहुन्छ? अब मैले व्यक्ति तोकेर मैले भन्दिनँ र मैले भनिसकेपछि जो हो उहाँहरू सचेत हुनु होला। अब आयोजक पनि सचेत भएरै अगाडि बढ्नुहुन्छ होला। मैले कसैलाई कानुनी रूपमा यसो त्यसो गर्ने भन्ने छैन, व्यक्तिगत रूपमा आक्षेप पनि छैन। जसले अब धर्ममा अलिकति सुधार गर्नुपर्ने छ उहाँहरूले सुधार्ने बाटोमा, मान्छेबाट गल्ती कमजोरी हुन्छ आफै सुध्रिने हो भन्ने बाटोमा लाग्नुभयो भने बिग्रिया केही छैन, फेरि राम्रै हुन्छ। यो 6 महिना पढेर कथावाचक बन्ने, कथावाचिका बने भन्ने जुन आरोप आइरहेछ नि अहिले पछिल्लो समय, यो कथावाचक वाचिका बनाउनलाई कति समय अध्ययन गर्नुपर्ने रहेछ होइन? अनि के पुरा गर्नुपर्ने रहेछ? तपाईँले के पुरा गरेर चाहिँ यो क्षेत्रमा लाग्नुभयो? अब के मिलेन र तपाईँ फेरि ब्याक हुनुभयो? के चाहिँदो रहेछ यो चिज हुनलाई चाहिँ? अब यो 6 महिना 2 महिना 4 महिना 1 महिना भन्ने कुराहरू मात्रै हुन्। कसले कति पढ्या कसले पढ्या छैन भन्ने कुरा जसले पढ्या छ, जसले समय दिएको छ उसैलाई थाहा हुन्छ। र मैले मेरो कुरा गर्ने हो भने मैले 2 आवृत्ति भागवत पढेको, वैष्णव दीक्षा लिएको गुरुबाट, र मलाई मेरो दीक्षा दिने गुरुले पनि शिक्षा दिने गुरुले पनि मलाई अनुष्ठानको जिम्मेवारी दिनुभएको छैन। केवल सत्सङ्ग र कथा गर्न सकिन्छ भनेर दीक्षा दिएर पठाउनु भएको हो। र कथा गर्नको लागि कथाको विषयवस्तु र त्यससम्म सङ्गत ज्ञानहरू भयो भने प्रस्तुत गर्न सकियो भने सकिन्छ भनेर गुरु आज्ञा पाएँ। मैले अनुष्ठान गर्ने होइन, अनुष्ठान नगर्ने भएको कारणले सबै अब वेद वेदान्त सबै जान्नुपर्छ भन्ने आवश्यकता छैन। जानेको राम्रो। हुन त मैले कर्मकाण्ड गरेर आएको होइन, मेरो परिवारमा संस्कृत पढ्ने मान्छे छैन, मेरो परिवारमा धार्मिक मान्छे छैन, तथापि म एउटा इच्छाले आएको हुँ। र अब पढ्न त सबै पढेर आएको राम्रो, तर जसले हामीलाई औँला उठाइरहनु भएको छ मलाई लाग्छ कतिले त मैले जति अध्ययन पनि गर्नुभएको छैन होला जस्तो लाग्छ। योगमाया सखी चाहिँ के नाम पाउनु भएको तपाईँले? यो योगमाया सखी म जन्मेर मेरो 11 दिनमा न्वारन गर्दाखेरि वाचन शिरोमणि स्वर्गीय नारायणप्रसाद पोखरेलले न्वारनमा राखिदिनु भएको नाम। वृन्दावनमा पाएको नाम भन्नुभयो? सखी वृन्दावनमा दीक्षित हुँदा गुरुले दिनुभएको नाम सखी, अनि मेरो न्वारनको नाम नै योगमाया भएको कारणले पछि मैले योगमाया सखी बनाएर। कथावाचन गर्न मिल्दो रहेछ? मिल्न त मिल्छ, तथापि अब गुरुले दिनुभएको नाम पनि न्वारनको नाम पनि धार्मिक क्षेत्रसँग बढी जोडिएको कारणले मैले आफूलाई योगमाया सखीको रूपमा उभ्याएको। अब तपाईँ केही बेरमा युके जाँदै हुनुहुन्छ, केही समय पछाडि आध्यात्मिक यात्रामै तपाईँ युके जान लाग्नु भएको छ आध्यात्मिकका लागि। त्यहाँ चाहिँ के हुन्छ? कथावाचनको कार्यक्रम हुन्छ कि आध्यात्मिक? यस्तो छ, अब मैले भनिसकेँ सप्ताह अथवा पैसा उठाउने कार्यक्रममा मैले कथा गर्दिनँ। सत्सङ्गको रूपमा 1 दिने 2 दिने प्रवचन भजन कीर्तनका कार्यक्रमहरूलाई मैले गर्छु। त्यहाँ चाहिँ अब पहिलो कार्यक्रम सापकोटा बन्धु समाजले आयोजना गरेको छ र त्यो कार्यक्रममा मैले सत्सङ्ग पनि गर्छु, भजन कीर्तन पनि गाउँछु, लोकसङ्गीतहरू तीजका गीतहरू पनि प्रस्तुत गर्छु। अब तीज पनि नजिकै छ, तपाईँलाई यो गीत सङ्गीतको मोहले छोड्न सकेन, फलस्वरूप तपाईँलाई धेरै समय गीत सङ्गीतलाई नै दिन लाग्नु भएको छ। के छ यो पालि तीजमा कतिवटा गीतहरू लिएर आउनुभयो? के छ तयारी? तीजमा मेरो एउटा फुलदेवीलाई जवान बेबीलाई अहिले सबभन्दा धेरै चर्चाको शिखरमा सबैले मन पराइरहनु भएको छ, सबैप्रति कृतज्ञता अर्पण गर्न चाहन्छु। अब छिट्टै अरू 5वटा गीत रिलिज हुँदैछन्, अब सबैजनाले सपोर्ट गरिदिनु होला। जस्तो दिदी अब आउने दिनहरूमा चाहिँ दर्शकहरूले हजुरलाई गायिका भनेर चिन्ने कि कथावाचिका भनेर चिन्ने? अब मेरो धरातल चाहिँ गायनबाटै भएको भएर कथावाचनको यात्रामा पनि लागेको कारणले पनि मलाई अब जसले जस्तो रूपबाट चिन्न चाहनुहुन्छ होइन, कसैले कथा गर्न चाहनुहुन्छ भने मलाई कथावाचिका जेरीको रूपमा चिन्दा हुन्छ, कसैले मेरो गीत सङ्गीतलाई श्रवण गर्न चाहनुहुन्छ भने गायिका जेरीको रूपमा चिन्दा हुन्छ। तर हिजो समय चाहिँ अलिकति तपाईँ विचलित हुनुभएको, किनकि जुन सुरुवाती समयमा तपाईँ जुन आशा बोकेर आउनुभएको थियो त्यो सफलता नपाउँदा चाहिँ तपाईँ चाहिँ अलिकति निराश बन्नुभएको? सफलता त 1.5 वर्षमा एउटा नयाँ मान्छेले 14वटा कथा गर्न पाउनु भनेको यो चान्चुने कुरा होइन। पशुपतिमै मैले 3वटा कथा गरेको छु र मैले यो क्षेत्रमा
बोकेर आएको उत्साह जुन थियो र त्यो क्षेत्रभित्रको विकृतिहरू अलिकति फरक किसिमको। अब धर्म सप्ताह भनेको नै पैसा कमाउने खेल मात्रै हो भन्ने कुरा एउटा त्यस्तो नकारात्मक नजिर बसिसकेको छ होइन केही व्यक्तिहरूको कारणले। त्यस कारणले मलाई जीवनयापन गर्नको निमित्त मैले जति पनि कार्यक्रम गरेको छु घरको कार्यक्रम घरको भइहाल्यो। सार्वजनिक कार्यक्रममा आफ्नै आफन्तहरूलाई बोलाएर यो कार्यक्रमलाई घाटामा जान दिनु हुँदैन, सबैलाई उठाइदिनुपर्छ, सपोर्ट गरिदिनुपर्छ भनेर आफैले मैले दान हाल्न लगाएको छु। पशुपतिमा त मैले 2टा कथा गरेको, मलाई घर आउन ट्याक्सी भाडा बाहेक अरू केही पनि प्रदान भएको छैन, मैले मागेको पनि छैन, किनभने मैले त्यो धाममा बसेर कथा गर्न पाएँ भनेको छु। मैले आफ्नै सक्दो योगदान गरेको छु। तथापि अब पैसै उठायो, ठगेरै खाएँ, लुटेरै खाएँ भन्दा त अलिकति नमजा लाग्छ। मेरो आफ्नो अटोमेटिक बनिरहेको क्षेत्र छँदैछ। अब मैले राम्रो गर्न खोज्दै पनि यो समाजलाई राम्रो लाग्दैन, केही व्यक्तिहरूको कारणले समाज भाँडिन्छ भने मेरो कारणले पनि यो वैदिक सनातन धर्ममा अलिकति विचलन हुन्छ भने ठिक छ, म वैदिक सनातन धर्मलाई कथा वाचन नगरेर फरक तरिकाबाट रक्षा गर्न सम्वर्धन गर्नको लागि लाग्छु भनेर अलिकति मोडिएको हो। जस्तो तपाईँ आफ्नो कथा वाचनप्रति सन्तुष्टि हुनुहुन्छ? म त एकदम मेरो जीवनमा सौभाग्य भनेको मैले भागवत अध्ययन गर्न पाएँ र त्यो आफूले ग्रहण गरेको जति पनि धेरै थोरै जे जति ज्ञान मैले ग्रहण गरेको छु त्यो मेरो कथाको माध्यमबाट जति पनि मलाई चिन्ने, मलाई मान्ने, मलाई बुझ्ने हुनुहुन्छ उहाँहरूलाई प्रदान गर्न पाएँ। म सबैभन्दा सन्तुष्ट भएको नै भागवतको कथा श्रवण गराएर हुँ। जस्तो अब दर्शकले पनि तपाईँलाई फेरि हेर्ने नजर चाहिँ अब परिवर्तन होला जस्तो छ कि अब कहिले गाउँछु भन्नुहुन्छ होइन, फेरि मैले गीत गाउनबाट अब म सामाजिक गीत गाउँछु भन्नुभयो, फेरि आध्यात्ममा लाग्नु, अब फेरि म मोटिभेसनतिर लाग्छु भनिरहनु भएको छ। जतिले तपाईँलाई माया गर्नुहुन्थ्यो, जुन परिस्थितिमा तपाईँ हुनुहुन्थ्यो त्यति बेला दर्शकले यति धेरै साथ दिनुभयो तपाईँलाई होइन, एक लेभलमा पुर्याउनु भएको थियो दर्शकले। अब त्यही दर्शकलाई तपाईँले कतै भ्रममा त राख्नु भएन कि भन्ने प्रश्न पनि उठ्न थालेको छ कि त्यो दर्शकहरूले पनि अब के आधारमा चाहिँ विश्वास गर्ने त? तपाईँलाई विश्वास गर्ने माध्यम त भएन नि त, कहिले गाउँछु भन्छ, कहिले गाउँदैन भन्छ, कहिले यो कथा वाचन गर्छु भन्छ, कहिले फेरि यता लाग्छु भन्छ भनेपछि त दर्शक चाहिँ अब कन्फ्युज भयो क्या। जस्तो भोलिको दिनमा हजुरले फेरि के गर्नुहुन्छ भने उहाँहरूलाई चाहिँ डाउट हुनसक्छ। अब मैले अहिले जुन यो अलिकति बाटोलाई परिवर्तन गर्दैछु त्यसमा मैले सम्पूर्ण सामाजिक सञ्जालबाट मेरो आफन्त शुभचिन्तकहरू मैले जसलाई मान्ने गरेको छु उहाँहरूसँग सरसल्लाह र परामर्श गरेर हो। र मोटिभेसनको कुरा आयो, मोटिभेसन कतै गएर कुनै पनि ठाउँमा प्रवचन गर्दा मोटिभेटेड किसिमबाट कुरा गर्नेले गीतै गाउन हुन्न भनेर लेखेको छैन। गीत सङ्गीतको माध्यमबाट पनि हामीले समाजलाई मोटिभेट गर्न सकिन्छ। यो एक अर्कामा अन्तर रिलेटेड भएको कारणले भ्रममा पर्नु पर्दैन भनेर यो भ्रमलाई म चिर्न चाहन्छु। दर्शकलाई चाहिँ के भन्नुहुन्छ? अब दर्शकहरूलाई चाहिँ मैले चाहिँ यो गर्छु, अब चाहिँ म गर्ने गीत सङ्गीत मात्रै हो अथवा आध्यात्म मात्रै हो अथवा कथा वाचन मात्रै हो, के एउटा ठ्याक्कै दर्शक एउटा यही मात्रै गर्छु भनेर मैले वचन दिन्न। किनभने उहाँहरूले मलाई रुचाउनु भएको मेरो धरातल गीत सङ्गीत हो, विशेष गरी लाइभ दोहोरी हो। गीत सङ्गीतको यात्रालाई मैले पहिलाको भन्दा अझै दरिलो किसिमबाट निरन्तरता दिन्छु। अध्यात्म भन्ने यस्तो चिज हो जसले आफूलाई पनि आनन्द र अरूलाई पनि आनन्द दिलाउन सकिन्छ। अध्यात्मको यो यात्रालाई पनि मैले रोक्दिनँ, अलिकति फरक तरिकाबाट जाने मात्रै हो। यी सबै कुरालाई सँगै मिलाएर लैजाने हो, छोड्ने भन्ने केही पनि होइन, सबैलाई समय कम बढी दिने भन्ने मात्रै हो। जस्तो सफल मान्छेले एउटै कामलाई चाहिँ फरक तरिकाले गर्छन् भन्छ क्या होइन, गर्छन् भन्छ। तर तपाईँले चाहिँ हरेक काम सुरुवात गर्नुभयो होइन, तर त्यो काममा चाहिँ अब यही गर्छु भने अझै पनि तपाईँले आफ्नो निचोड निकाल्न सक्नुभयो। अब भाइहरू नि यसमा अलमल हो कि जस्तो लाग्यो। एउटै कामलाई फरक तरिकाबाट, जस्तै म के हो भने यो समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने हो। गीत गाए पनि मैले समाजलाई सकारात्मक सन्देश प्रवाह गरेर प्रेरित गर्ने हो। कथा वाचनबाट पनि त्यही हो, मोटिभेटेड स्पिकरबाट पनि त्यही हो, आखिर जता कुरो लए पनि त्यही हो। तर दर्शक श्रोताले मलाई जुन रूपबाट बढी रुचाउनु भएको छ र जहाँ बढी समय दिनको लागि प्रेरित गर्नुभएको छ त्यो क्षेत्रलाई चाहिँ मेरो समय थप हुने भन्ने हो। पहिला तपाईँले सामाजिक सञ्जालमा फोटा भिडियोहरू हाल्दाखेरि यति धेरै राम्रा कमेन्टहरू आउँथे, सम्भवतः अहिले हिजो अस्ति मैले हेरेको यति धेरै गाली गर्दा कसरी निहाल्नु भएको छ? त्यो भनेको धर्ममा आएको वितृष्णा। अब यो अहिले फैलिएको यो जुन जति पनि हो नकारात्मक चिजहरूले फैलिएको छ होइन, हावा चलिसकेपछि एउटा रुखमा हावा लाग्यो भने सम्पूर्ण पातहरू हल्लिन्छ र अन्त भएको एउटै क्षेत्रमा भएको कारणले त्यो विकृतिले हामीलाई पनि छोएको हो। जस्तो दिदी मैले यही विषयमा सोधिहालेँ, तपाईँले अस्ति पशुपतिको जुन तपाईँ कथा वाचन गर्नु जानुभएको थियो
त्यहाँ चाहिँ तपाईँले चाहिँ यति धेरै दर्शकहरूलाई चाहिँ त्यहाँ चाहिँ भिड देखाएर चाहिँ एआईबाट फोटो बनाउनु भएको थियो। एउटा यति धेरै चलेको कलाकारले यति सोझा सादा दर्शकहरूलाई चाहिँ यतिसम्म झुक्काउन चाहिँ कतिको तपाईँलाई ठिक लाग्यो? कहिलेकाहीँ के हुन्छ भने तपाईँले कमेन्ट पनि हेर्नु होला, यतिको चलेको कलाकारले दर्शकहरूलाई त्यति झुक्काउन उचित थियो? के हुन्छ भने कहिलेकाहीँ प्रविधिसँग हामी नजिक हुनुपर्छ। अहिले अब यो अलिकति फेसबुकको मोनेटाइजेसनको कारणले गर्दा अन्त हालिसकेको फोटो आफ्नोमा हाल्दाखेरि त्यसमा कपिराइट आउने समस्या हुन्छ। अनि त्यसपछि मैले त्यो जुन बाजा बजाएको स्पेसको पछाडिको एआईबाट अलिकति सुन्दर बनाउनको लागि हाले हो, त्यसमा त कोही पनि झुकिनु भएको छैन। त्यो ठुलो जुन मास थियो, जुन भिड थियो नि, तपाईँकै प्रोफाइलमा तपाईँले हाल्नु एउटा त अब ठुलो प्रोफाइल एउटा मास भएको त अब मास भइहाल्यो, एउटा बाटोको मास चाहिँ मैले एआईबाट अलिकति कभर गरेर हालेको हो। तर हाम्रो दर्शकहरू त धेरै सोझा छ। मोनिटाइज भन्दा पनि सेम अब आफ्नो के अरे प्रोफाइल त बिगार्न भएन नि त। आफ्नो प्रोफाइल किन बिगार्ने बनिरहेको प्रोफाइल भनेर अलिकति होइन, कहिलेकाहीँ प्रविधिसँग दर्शक श्रोतासँग जोडिराख्ने एउटा न एउटा माध्यम हुन्छ होइन। बे गर्छु त भनेको छैन, हातमा एउटा औँठी लगाएको फोटो हालेको थिएँ, त तपाईँहरूले नि महसुस गर्नुभयो मैले बे गर्छु भनेर काहीँ पनि भनेको छैन। तपाईँहरूले समाचार हजुरहरूले समाचार बनाउँदै नचाहिने कुरा फिजाउनु भयो। बेको त कुरै आएन। अब विवाह गर्नुहुन्छ कि हुँदैन के छ? अब यो विवाहको बारेमा अहिलेसम्म त्यस्तो केही योजना धारणा बनेको छैन। पछि भगवान्को कृपा रहेछ, समयले चाहेछ भने अब मैले अहिले यसै भन्न सक्ने अवस्था छैन। अब तीजको तयारी माताजी, अब युकेमा तीजसँग त मनाउँदै हुनुहुन्छ। माता चाहिँ भन्ने किन भन्ने? अब माता होइन, मैले पहिल्यैदेखि मैले के अनुरोध गरेको छु भने मलाई माता नभन्नुहोस्। म त्यस्तो माता भन्न शक्ति आएको मान्छे होइन, केवल भागवतको अध्ययन गर्ने कृपा मलाई भएको हो। र यदि तपाईँहरूले मलाई जेरी बाहेक अरू नाम भन्न चाहनुहुन्छ भने सखी भन्नुहोस्, किनभने सखीको अर्थ साथी हो। म तपाईँहरूको सुख दुःखको साथी हो, मलाई सखी भन्नुहोस् भनेको छु। अब मैले यति भन्दा नि माता 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 भन्नुहुन्छ भने त हजुर भन्छु, नमस्कार गरिदिन्छु। एक दुईवटा अब त्यो गीतै सुनाउँ कि त सर, त्यसको नयाँ गीत पनि ल्याउनु भएको। ठुलो बेबीलाई जोबन दर्शक श्रोताहरूलाई, मेरो भक्तजन शुभेच्छुकहरूलाई हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु। यहाँहरूले मलाई विभिन्न किसिमबाट मप्रति श्रद्धाभाव अर्पण गरेर मार्गदर्शन गरिराख्नु भएको छ। र यसपालिको तीजमा फुल देवीलाई जवान बेबीलाई भन्ने गीत चाहिँ मेरो सार्वजनिक भइसकेको छ। अब 5-6वटा गीतहरू आउँदैछ। त्यो गीतहरूमध्येको पनि फुल देवीलाई जवान बेबीलाई युट्युबमै हेर्नु होला, यो अनुरोध गरेँ। टिकटकमा पनि धेरैले बनाइसक्नु भएको छ, 30,000 भन्दा धेरैले टिकटक बनाएर साथ दिनु भएको छ। र अरू आउने गीतलाई पनि म थाती राख्छु। यसपालि विशेष मलाई मन परेको 2टा गीत छ। एउटा गीत चाहिँ हाम्रो हजुरआमाहरूले म सानो हुँदाखेरि गाउँमा गाउने मेलोडीलाई मैले घरायसी कथामा लिएर आएर हालेको छु, र त्यो गीतको एक टुक्का म सुनाउन चाहन्छु। अनि त्यसपछि अर्को अलिकति फन्नी टाइपको तिजको गीत छ, म त्यही सुनाउँछु। के छ, सुन्ने इच्छा छ नि होइन? तपाईँलाई सहज छ भने सुन्नु। बाउसर हुन्छन् रे अरूको त ससुरा, बाउसर हुन्छन् रे अरूको त ससुरा, हाम्रै मात्र जतानी धोकाबरीलाई, हाम्रै मात्र जतानी धोकाबरीलाई, छोरो घरमा नभएको बेला मौका पारेर, छोरो घरमा नभएको बेला मौका पारेर, मध्यरातमा ढक ढक ढोकाबरीलाई, मध्यरातमा ढक ढक ढोकाबरीलाई। यो अब सम्भवतः आज अथवा भोलि बजारमा आउँछ। सबैजनाले गीतलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, यसो समाचार बनाएर हाम्रो दर्शक श्रोतासम्म पुर्याइदिनु होला। र अर्को भोलि सुटिङ हुँदैछ, यो हप्ता आउने गीत। म त यस्तै छु त नि, 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 काँडालाई फुल हो भन्न जान्दिन, जोसनी ठिक्क भन्न जान्दिन, काँडालाई फुल हो भन्न जान्दिन, जोसनी ठिक्क भन्न जान्दिन, म त यस्तै छु त नि, म त यस्तै छु त नि, म त यस्तै छु त नि, म त यस्तै छु त नि। सबैको जय होस्। मोटिभेसनको एक दुईवटा स्पिच पनि सुन्न पाए राम्रो हुन्थ्यो। अब मोटिभेसनको लागि केही कथाहरू, केही गीत सङ्गीतहरू हेर्नु होला।
र प्रतीक्षा गर्नुहोला सबै कुरा हजुरहरूलाई, सबै फुटेज हजुरहरूलाई, सबै कन्टेन्ट हजुरहरूलाई दिएर मैले के गर्ने मोटिभेसन पछि आफ्नो युट्युब च्यानल आफ्नैबाट सबै दिनको धन्यवाद।